एकैछिन साथीहरू यो भिडियो हेर्नुस् त। अनुसन्धान गर्ने हाकिम नै बिचौलियाको गोजीमा, अनि कसरी सम्भव होला त कारबाही? जसले बिचौलियाको अकुत सम्पत्ति छानबिन गर्नुपर्ने हो उही सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर नै दीपक भट्टको साझेदार निस्किएका छन्। आफ्नै विभागले अनुसन्धान गरिरहेको कम्पनीमा श्रीमतीको नाममा 20,000 किता सेयर लिएर सेटिङ गरेको प्रमाण भेटिएपछि अनुसन्धान कि तमसा भन्ने प्रश्न उठेको हो। अनुसन्धान गर्ने हाकिम नै बिचौलियाको गोजीमा भएपछि अनुसन्धान सही तरिकाले अगाडि बढ्छ त? पक्कै पनि बढ्दैन साथीहरू। यिनी बिचौलियाहरूलाई कारबाही पनि हुँदैन साथीहरू। यिनी बिचौलियाहरूलाई यदि कारबाही गरौँ भनेपछि र यिनीहरूलाई सही तरिकाले ठेगान लगाउँ भनेपछि सर्वप्रथम अनुसन्धान गर्ने व्यक्ति नै चेन्ज गर्नुपर्छ। यस विषयमा तपाईँहरूको धारणा के छ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् ल।